नमस्ते मित्रहरू। आज चाहिँ म तरुल खान गइरहेको छु हैन। सो कति निस्किन्छ म खनेर देखाउने छु है। गइरहेको छु बारीमा एन्ड जाँदैछु नयाँ वर्षमा हैन। तरुल कति छ कति फलिछ हैन, यसो खान मन लागिहाल्यो। त्यही भएर त्यही बारीको खन्न लागेको छु। हिजो पनि म बिहान थोरै खनेर छोडिरहेको थिएँ खाना खाने टाइममा, अनि त्यही खनेर छोडिरहेको थिएँ। अनि आज चाहिँ हिजो निकालेको थिएन, एक दुईवटा मात्रै निकालेको थियो। अनि आज त्यही तरुलै चाहिँ म आज निकाल्न गइरहेको छु हैन। बोट खासै धेरै छैन, बोट एक दुईवटा हो घरको हैन। म अगाडिपट्टि भन्दा पनि क्यामेरा पछाडिपट्टि फर्काएर देखाउने छु है त। यो पनि खनेर छोडिराखेको छ, आज निकाल्ने मात्रै हो। सो म देखाउन गइरहेको छु। त्यसो हेरौँ, यहाँ यही हो साथीहरू होइन। अब देखिँदैन, अब अलिअलि गएको छ। लहरा चाहिँ खासै लाग्नु पनि छैन, धेरै छैन। लहरा चाहिँ एक दुईवटा हो, एक दुईवटामा कति आउँछ त, कति फल आउँदो रहेछ देखाउन गइरहेको छु है त। यो हो मैले खनेको चाहिँ होइन। यहाँ हेर्न सक्नुहुन्छ, बोट चाहिँ यहाँ माथि हो। अनि एन्ड यहाँ देख्न सक्नुहुन्छ तरुल चाहिँ तलैसम्म छ। यो चाहिँ यो पनि तरुलै हो होइन। यहाँ देख्न सक्नुहुन्छ, यो कमिला पनि पसिहाल्यो है फेरि होइन। यहाँ हाँगा आएको रहेछ, यो पनि हाँगा बनतरुलको जस्तै। ओके, निकै धेरै नै छ जस्तो छ। म सबै चाहिँ म निकालेर देखाउने छु है त। ओके मित्र, यहाँ देख्न सक्नुहुन्छ होइन। म निकाल्दैछु, सकेसम्म यसलाई चाहिँ म पुरै निकाल्ने कोसिस गर्दछु, पुरै सिङ्गे कस्तो निस्किन्छ होइन। सो निकाल्दैछु म यसलाई, पहिला झार्छु एन्ड यसलाई म उता राख्छु। त्यसपछि यो एउटा लामोलाई चाहिँ म पुरै निकाल्ने कोसिस गर्दछु है त। कस्तो छ यो चाहिँ अलिक निकाल्न पनि गाह्रो भइरहेको छ। सो म निकालेर लास्टमा देखाउने छु है त कस्तो छ है। यो तरुल पनि अलिकति एकदमै टाइट रहेको छ, सो निकाल्न अप्ठ्यारो भइरहेको पनि छ। सो एकचोटि फुल्ली हेरौँ न त तरुल चाहिँ कस्तरी चाहिँ गाह्रो हुन्छ भन्दा। देख्न सक्नुहुन्छ यस्तरी चाहिँ एकदम टाइट छ पुरै होइन। सो तरुल पनि अलिकति अनौठो खालको छ होइन, देख्न सक्नुहुन्छ मित्रहरू। फाइनली मैले तरुल चाहिँ निकालिसकेँ। अब म देखाउन लागिरहेको छु है, ब्याक गरेर क्यामेरा। सो यहाँ देख्न सक्नुहुन्छ, अलिकति यसरी देखिएको छैन होइन। म ब्याक गरेर देखाउँछु है त एकचोटि। देख्न सक्नुहुन्छ मित्रहरू, मैले चाहिँ सबै तरुल चाहिँ मैले निकालिसकेको थिएँ। यहाँ तलसम्म गएको थिएँ। यो तरुल चाहिँ होइन वर्षेनी निकाल्नु पर्ने हुन्छ। यो वर्षे निकालेन भने चाहिँ त वर्षमा एकचोटि निकालेर चाहिँ एक वर्ष यतिकै छोडेर अर्को वर्ष निकाल्यो भने चाहिँ एकदमै धेरै फलिदिने गर्दछ होइन। यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ मैले यतिकै हात हाफ काटेको छु। यो वर्षेनी यो निकालेन भने चाहिँ यसरी कुहिएर जान्छ है। यो त यो पोहोरको तरुलै, यो पनि तरुलै यो कुहिएर यस्तो भएको होइन। यसरी कुहिएर जान्छ, यो निकालेन भने चाहिँ त्यसो निकाल्नुपर्छ। त्यही भएर होइन, देख्न सक्नुहुन्छ यसरी हो यो फल्ने चाहिँ। देख्न सक्नुहुन्छ यहाँ पोहोरको तरुल हो यो चाहिँ। अब यसपालि पनि यो निकालेन भने चाहिँ यसपालिको तरुल पनि यत्तिकै कुहिएर जाने थियो। त्यही भएर मैले चाहिँ निकालिहालेँ सबै, देख्न सक्नुहुन्छ। अब यसैले चाहिँ अब मल हालेर पुरेर फेरि नेक्स्ट वर्ष पनि अब खन्नलाई चाहिँ रेडी हुन्छ। यो चाहिँ यसरी निकै गहिरो खन्नु परेको थियो। बोट चाहिँ यही हो, यहाँ माथि देख्न सक्नुहुन्छ। यहाँ बोट सुकेर देखेको पनि छैन, बोट चाहिँ खासै धेरै छैन, 3-4 हो। यहाँ माथि लहरा सुकेको चाहिँ देख्न सक्नुहुन्छ होइन। सो आजको तरुल चाहिँ यही हो है साथीहरू। यहाँ देख्न सक्नुहुन्छ ला बाँचीको
मल चाहिँ अब यसले चाहिँ घर लगेर अझ राम्रोसँग अलिकति सफा गरेर देखाउनु चाहिँ यहाँ छ हैन। एन्ड यहाँ पनि छ है त, यो होला 2 केजी 3 केजीको यहाँ देख्न सक्नुहुन्छ। सो फाइनली मित्रहरू मैले चाहिँ तरुल चाहिँ ढोकामा हालिसकेको छ, यहाँ देख्न सक्नुहुन्छ हैन। अब यसलाई म घर लगेर सफा गरेर देखाउनु चाहिँ अलिक राम्रोसँग। यहाँ यो जम्पल र यो कोदाल चाहिँ छाडिराख्ने छु, यहाँ निकै गहिरो नै खन्नुपर्ने थियो। अब यसलाई फेरि मल हालेर फुटेर गाह्रो लाउनु पर्ने छ। सो घर लगेर देखाउनु चाहिँ घर पनि उयो हो मेरो। सो लेट्स गो मित्रहरू, आजको रहेको छ यो तरुल चाहिँ फाइनल्ली यहाँ देख्न सक्नुहुन्छ। आजको तरुल चाहिँ यहाँ विभिन्न खालको रहेको छ। यो चाहिँ अलि हल्का रातो खालको छ यो चाहिँ हैन। यो सेतो हो यो चाहिँ। अनि आजको चाहिँ यति रहेको छ। यो माटोको चाहिँ टकटक्याउँदैछु, यहाँ देख्न सक्नुहुन्छ। सो दुईटा बोटमै हो निस्केको, यति नै हो है।